गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लग मैले चाहिँ स्टार्ट गरिरहेको छु बिकज अहिले कोही पनि छैन। बाबु चाहिँ भर्खर पुरानो घरदेखि आएर ब्रुस गरिरहनु भएको। केमा पानी हालिदिने भावी? सुक्खा भए बाल्टी कहाँ छ त? सोमा पानी हालिदिन्छु के जग्गा हाल न त पहिला। प्लान्टमा हालिदिन्छु है। यही प्लान्टमा बल्ल बल्ल पला होइन कति महिना बाद होइन, यसमा मैले हालेको थिएँ अस्ति। नाइ पलाको के यो चाहिँ हामीलाई ठग्यो के। यो जाडो बेला ल्याएको माघमा ल्याएको यो हामीलाई इन्डोर प्लान्ट बनाएर दियो, लास्टमा यो आउटडोर रहेछ के होइन बाबु? बाहिर राखेपछि बल्ल पलायो 6-7 महिना। बाहिर राखेपछि बल्ल पला के। किन बढ्दैन बिचराले खोप भनिरहेछ। मैले माटो गलत हालेँ कि मैले के गरेँ कि भनेर बिचरा गुनासो गरिरहेको थियो। लास्टमा प्लान्टवाला एउटा चिनेको हुनुहुन्थ्यो दाइ, उहाँलाई सोधेको र देखाएको त नर्सरी चलाउनुहुन्छ उहाँले। सो उहाँले सोधेको त भन्नुहुन्थ्यो बा भाइ यार तिमीहरूले ठग्यो, त्यसले ठग्यो। त्यो आउटडोर प्लान्ट हो, उसले इन्डोर भनेर दिएछ भनेर पैसाको लोभमा मान्छेले झुट पनि बोल्छ क्या होइन बाबु? झुट बोलेर सामान बेच्न के होला के हो, कस्तो चाम्रो हो, यस्तो चाम्रो हो। सामान बेच्नले झुट बोलेर व्यापार गर्न खोज्छ। त्यो मान्छेको व्यापार कहिले पनि चल्दैन जस्तो लाग्छ मलाई। जो मान्छे जानी जानी झुट बोल्छ के, अन्जानमा बोल्नु स्वाभाविक हो होइन, तर जानी जानी चाहिँ झुट बोल्नुहुन्न कुनै पनि चिजमा। सो बाबुले पुस गरिरहनु भएको। म चाहिँ अहिले घरमै छु। मम्मी हुनुहुन्छ, मम्मी किचनबाट बोलो। कस्तो पात जस्तै किरा मन पात हुन्छ। किरा हो? पात जस्तो छ हेर्न, पात किरा हो? खतरनाक छ त बाबु। यसले यो 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 के हो भन्नुहोस् त? यति खतरनाक किरा कि हेर्नु, ठ्याक्कै पाट जस्तै होइन कि बेरी जस्तै छ। त्यो पाटको बेरी हुन्छ नि त्यस्तै छ। खतरनाक किरा पात भेट सबै खाइसक्यो होला नि। पाट खाने किरा हो के हो। ट्याक्चिन हो साग र आलु। रोटी पाकिसक्यो हाम्रो बजार जानलाई। घेउडा हो, सुक्खा हो फिर बाबु, फेरि सुक्खा हो। बहुत प्रयोग गर्छ नि। एक दिन म यसको बदला नै यति खतरनाक तरिकाले लिन्छु नि मैले। त्यहाँ दाल बनाएर त्यहाँ दाल पकाएर भान्साले मलाई भन्छ सुक्खा छ भनेर। तिमीलाई मैले एक दिन यस्तो प्रयाङ्क गर्छु नि, तिमीलाई याद आउँछ जिन्दगीभरि। रोका अहिले गाइज भात आइसकेको छ, दाल भात अनि साग अनि मुला। हाम्रो घरमा यस्तो राम्रो डाइनिङ टेबल बनाएको छन् खाना खानालाई होइन। त्यो चाहिँ सामान राख्ने भयो अनि खाने तरिका हेर्नु न यहाँ सासु बुहारीको। त्यहाँ चाहिँ लठालिङ्ग छ, त्यहाँ बसेर खाने भनेर ल्याएको बनाएको होइन। तिम्रो नाकमा केही लाछ क्या हो? यस्तो गराउ त। अनि यिनीहरूको तरिका हेर न बाबु, यो त के भन्छ अरे, डोमेस्टिक भन्छन् नि, त्यही तरिका भयो क्या। अब यति राम्रो यहाँ बसेर खाना छोडेर मान्छेले यिनीहरू हेर त। म त बेस्ट तरिकाले खान्छु यहाँ डाइनिङ टेबल बनाएर। स्टार्ट गरिसकेँ मैले त। गाइज मेरो फेस एकदमै ओइली हुन्छ नि त, त्यही भएर यो थेरापी लिन्छु म। बरफवाला पानीमा मुख चोपेर राख्ने। दिमागको असर पर्छ।
पुरा दिमागमा ढाकिन्छ पुरा। यो मेरो थेरेपी हो यो। बरफवाला पानीमा मुख चोप्ने एकछिन अनि त्यसपछि ओइली फेस अलिअलि निस्किन्छ। चाहिँ यस्तै देखियो है, बरफमा चोपेर आए एकदम यहाँ पुरा चिसो हुन जान्छ यो माथि निधारभरि पुरै। सो आज अलरेडी हाम्रो सरप्राइजको लागि त्यो नयाँ निकालेको मैले अस्ति उहाँ जाँदाखेरि, मुस्ताङ जाँदाखेरि यो ज्वरो निकालेको। अस्ति उहाँ जाँदाखेरि फाटेको थियो नि त, हाम्रो उहाँ प्युठान जाँदाखेरि फाटिसकेको थियो। ए प्युठानवाला पनि फाटेको थियो क्या। अनि अब चाहिँ हाम्रो नेक्स्ट ट्रिपको लागि सरप्राइज तपाईँहरूलाई भोलिदेखि। सो हामीले अब ब्याग प्याकिङ गर्ने हो आज। भोलि बिहान 7 बजेको गाडी छ। सो आजै रेडी पार्नु पऱ्यो, किनभने म त घर हुन्न, अब 10 बजेतिर गइहाल्छु मार्केटतिर। सो सबै काम उहाँको। खाना किन बनाउने, पहिला सामान प्याक गर्ने, बल्ल खाना पकाउने। खाना पकाउने होइन कि खानेकुरा तयार गर्नुपर्छ भने बाटोमा खाने होइन। तिमी एक्लै पनि नबनाऊ नि त, साबलाई भन, साबलाई हेल्प गर्नुपर्छ। म हाम्रो बड्डीले भन्छु। सो गाइज म चाहिँ अब बजार जाने टाइम भइसकेछ एन्ड मेरो बाबुले यहाँ पुरै रुम सफा गर्दै हुनुहुन्छ, मिलाइराख्नु भयो। तर कहाँबाट आउँछ बाबु? बाफ्रे, हेरो त यस्तो यार चिटिक्क रुममा पनि यस्तो कचरा आउँछ उडेर कहाँबाट? छक्कै पर्छु म त यार, यस्तो धुलो ढुवामा बस्छौँ है हामी। फाइनली म बजारदेखि घर आएको एन्ड थोरै काम थियो, एकदमै आज बिजी भइयो होइन। बिहानदेखि साँझसम्म हाम्रो प्लान्ट हेर्नुहोस्, वाउ व्हाट अ ब्युटिफुल। सो अहिले चाहिँ म अब खाना खान जान लाग्छु। सो आज के पाएको छ देखाइदिन्छु हजुरलाई। हाम्रो खानामा पाएको छ आलु अनि सोयाबिन एन्ड भात एन्ड पानी गाइज। सो मेरो बाबुले आज एउटा कुरा मिस गर्नुभयो, मैले गाली पनि गरिसकेँ होइन। त्यो मान्छे बिचबिचमा बुल्छ क्या, मान्छे धेरै कुरा बुल्छ। के भन्नु। सो यो प्लान्ट कति राम्रो है, वाउ खतरा प्लान्ट, हाम्रो इन्डोर प्लान्ट हो। इन्डोर प्लान्ट भनेको यस्तो हो के, घरमै भएपछि कति पनि हरियो तरिकाले बस्ने। त्यो मुलाले ठग्यो यार बिहान देखाएकोमा। सो भातमा किन देखाउँछु भनेपछि यो हाम्रो साझा बिहानको खाना हो के। हाम्रो जस्तो राम्रो मिठो होइन, त्यो भनौँ न, राम्रो नराम्रो जस्तो भयो नि म तपाईँलाई खाना देखाउने चाहिँ गर्छु है। यो नराम्रो नसोध्नु होला, भन्नुहुन्न भने देखाउनु है, त्यो भ्लगमा म देखाइदिइहाल्छु जे छ त्यही भनेर। सो गाइज अब चाहिँ खानापिना खाएर सकाइसकेँ मैले एन्ड अब चाहिँ निन्द पनि लाग्छ, थकाइ पनि लाग्छ। सो अब सुत्छु। भ्लग कस्तो लाग्यो तपाईँले, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। मन पऱ्यो लाइक गर्नु, च्यानल सब्सक्राइब गर्नु। थ्याङ्क यू सो मच फर वाचिङ।